मिस्टर सेलम्बुङ भनेर लेखिएको गाडी है। गाडी नम्बर चाहिँ WB74A5438 छ र दुःखद घटना घटेको छ यहाँनिर। यो सेलम्बुङको गाडी भनेर भनिन्छ। ड्राइभरको चाहिँ घटनास्थलमै मृत्यु भएको छ भने अन्य गम्भीर घाइते बनेको छ। र हामीले एकजना महिलाको पनि भिडियो हामीले देखेको थियौँ, उसको छोराहरू पनि थियो अरे भनेर है। यहाँ माथि जुन यो जिरो भन्छ, जुन जिरो भन्नाले चाहिँ बुङकुलुङ जाने बाटो जुन नयाँ बाटो छ त्यहाँदेखि अलिक माथि मिरिकपट्टि आउनेबाट त्यो गोलाइबाट चाहिँ झरेर चाहिँ यहाँनिर चाहिँ झरेको रहेछ र ड्राइभरको चाहिँ यहाँनिर नै घटनास्थलमै मृत्यु भएको छ भने अन्य पुलिसकर्मीहरूले पनि खोजी तलास गरिरहेको छ भने घाइतेहरूलाई सुकुनाको अस्पतालमा लगिसकेको छ है। यहाँ माथिबाट चाहिँ यस्तो जङ्गलबाट चाहिँ झरेको है, यो माथि भिरबाट चाहिँ झरेको है। भनेपछि यो गाडी चाहिँ यताबाट झरेको होला हौ है। आम्मा यो माथि बाँसघारीबाट यस्तो भएर चाहिँ झरेको रहेछ नि त। यस्तो हो नि त। खोजौँ त एकखेप हेरौँ त, खोजौँ एकखेप हेरौँ न हौ साँच्ची नै भित्र। एकजना त हराएको छ भन्दैछ नि त, 7 जनामा 6 जना मात्रै त भेट्यो भन्दैछ। खै हेरौँ त। एकजना लाइट जलाउन यहाँनिर कोही छ? साथी यता हेरौँ त भित्र। यस्तो काछा कुचुक त भएको छ नि त। एकजना चाहिँ मिसिङै छ भन्छ। कसै त्यो दिदीले त 8 जना थियो भन्दै थियो होला नि हौ है। उछिट्यो पनि भन्दै थियो गाडीबाट। चाक्कु छैन है यहाँभित्र। मुनि एकपल्ट यो दुईटा सिटको बिचतिर छैन, यस्तो चेपतिर त छैन कतै। छैन है। यहाँ मुनि पनि हेर त भाइ। मुनितिर हेरौँ त, अलिकति यहाँतिर हेरौँ त, यहाँतिर साइलेन्सर लाग्यो, बडी डलर तल लाग्यो। माथि ओह्रालो उकालबाट आएको नि, सिलगढीबाट। क्यान्टर 3टा थियो। म त त्यो पछि थियो नि क्यान्टरलाई। 3टा क्यान्टर थियो। ड्राइभर मऱ्यो नि हौ बिचारा, केस रातो भएको थियो। यस्तै त छ त यहाँनिर। म त 6 जना मात्रै त गयो अरे। यहाँ मुनि त छैन, तर यसो जङ्गलतिर बा उछिट्यो कि है यस्तो जोड।